सिसा पनि रहेछ यहाँ घुम्न त मजा आउने भयो त यार एकदिन जानुपर्ने हुन्छ यो गाडीमा ट्याक्क ड्राइभरमा माइलो मोटर चलाउँदै भन्दै सो गाइज वेलकम ब्याक टु आवर न्यू ब्लग आजको ब्लगमा तपाईहरुलाई स्वागत छ नयाँ दिन न्यू कन्टेन्टको साथमा आइसकेको छु अब आज चाहिँ यही हो हेरेर थाहा भइसक्यो होला अनि यहाँ चाहिँ म अहिले साथीको घरमा आएको थिएँ मेमोरी कार्ड लिनको लागि किनकि मेरो मेमोरी कार्ड चाहिँ सानो भएर स्पेस चाहिँ कम भएको अवस्था थियो मेमोरी यसैमा पाइसक्यो अब हालिसकेको छु अनि साथीको यहाँ चाहिँ काम चलिरहेको छ ह्याप्पी होली ह्याप्पी होली अल गाइजलाई है अल गाइजले ह्याप्पी होली अघि भन्नै बिर्सेँ ह्याप्पी होली अल गाइजलाई योभन्दा कति 2 वर्ष पहिलाको होलीको भिडियो चाहिँ मैले हालेको युट्युबमा त्यसलाई चाहिँ म मेन्सन गरेर हाल्छु भने सरको ल काम चलिरहेको छ कस्तो आहा कमेन्ट डाउन बिलो अनि आज चाहिँ सस्पेन्समा एउटा कन्टेन्ट निस्किने कुरो छ त्यो निस्किन्छ कुरो त्यो कन्टेन्ट चाहिँ होइन त्यो हजुरहरूले हेर्न पाउनु नि छ अनि आज चाहिँ बन्छ भोलिसम्म एडिट हुन्छ पछिसम्म आउँछ रातभरिमा एडिट पनि हुनसक्छ त्यही हो अरू त के भन्नु छ र सरले काम भ्याइसक्नु भएको छ एक लट डुल्नु जानुपर्ने हुन्छ दिपकजी पनि आज घरमै हुनुहुन्छ दिपकजीको पनि आज छुट्टी छ दिपकजी पनि घरमै हुनुहुन्छ कस्तो नमान्ने र बाहुन ए नभनौँ म बाहुनतिर गएँ फेरि कुलेल यो सनलाइट हेर क्या राम्रो परेको थियो गएर के हेर्ने टाइमिङ त यही हो हाम्रो प्लानिङ छ जो प्लानिङ अहिले दिउँसोमा सक्सेसफुल हुन्छ हजुरहरूले हेर्दै जानुहोस् है सो गाइज साथीले चाहिँ आफ्नो कामधाम सकिसकेको अवस्था छ अब हामी चाहिँ लाग्नुपर्ने हुन्छ हल्का मासतिरतर्फ अनि यहाँ चाहिँ हामीले जहिले भिडियो गर्दा कराइराख्ने मान्छेलाई देखिरहेको अवस्था छ अनि उहाँले चाहिँ आज कपडा धोइराख्नु भएको छ अहिले म देखाउँछु अझै त्यहाँनिर पुगेको छैन हाम्रो भेनालाई पनि ह्याप्पी होली लगाइसकेको रहेछ अगाडि गएर देखाउँछु त्यो पनि ओ हिरो नि ह्याप्पी होली त होली लाग्छ है ह्याप्पी होली किन भिडियो चाहिँ चालु हुन्न अनि यो भिडियो यो मान्छे त यो फेस त एकदम भाइरल फेस हो गरे ल देख्न सक्नुहुन्छ होली खेलेर इनलाई भेना ह्याप्पी होली ल ह्याप्पी होली हजुरहरूलाई नि बिहान लगाएर पुरै त्यही हो होली लास्टै लागेको छ यहाँदेखि हामीलाई बाहेक हामीलाई अझै लागेको छैन म टी सर्ट मात्र लगाएको छु होली चाहिँ अहिलेसम्म लागेको छैन मलाई तब तक म अर्को टी सर्ट लगाएर भिडियोमा आउनु यो होलीको टी सर्टमा के आउने फेरि डबल कन्टेन्ट हुन्छ फेरि क्यामेरा छोपेपछि मलाई पनि कस्तो छोपेर बोलौँ जस्तो लाग्यो लाग्छ तेरै होइन आवाज छ लाग्छ होइन हाम्रो पहाडी बोडीगार्ड आइरहेछ होइन ट्याक्कलाई देख्न सक्नुहुन्छ हामी जहाँ हिँड्ने सब जसरी पनि बोडीगार्ड हिँडेकै हुन्छ कि होइन हाम्रो पछाडि एउटा न एउटा केही चिज मनिषको घर आइसक्यो होइन अझै नि चिटिक्क पारेर राखेँ नो चिटिक्क केटालाई होली चाहिँ बवाल लगाएको छ बिहान पुरै टी सर्ट लाएर हिँड्छ हजुर मनिषको यहाँ घर काम छ अब हामी घर जाँदैछौँ मनिषको के काम छ बुझ्नु पऱ्यो होइन ट्याक्क लाएर अब हामी आइसक्यो हाम्रो अङ्कल खतरा देखिनु भएको छ ट्याक्क लाएर डन जस्तो है हामी मनिषको लागि भिडियो गराउँदै आन्टी हो मनिषको मम्मी ह्याप्पी होली लिएर के गर्ने एकछिनलाई क्यामेरा बन्द गरौँ अनि थोरै काम आयो म बन्द गर्दैन म जे हो त्यो यसमै देखाइदिन्छु हुन्छ ल अनि यो नि त कुरो ल हामी चाहिँ यतातिर जानुपर्ने अवस्था छ यतातिर जानुपर्ने अवस्था छ साथीको कुखुरो छ यहाँ यी कुखुरो होइन साथीको भैँसीहरू टक्क लाएर खाँदै थियो त चुप लाग्यो त च्याप्प
साथीले यहाँ अब के निकाल्दैछ के हो यो कचडा हो यो पुरा कचडा हो हो त्यस्तो भिडियो बनाए म फाल्छु किन हो यस्तरी दुईटा लिएर जाऊँ के तल्टु पोछप म चाक सक्छु हल्का खाके ए ल अहिले यहाँ सफा गर्छ अरे म चाहिँ भिडियो गराउनु रे होइन किनकि काममा चाहिँ यो अलि धेरै जोसिलो छ म छैन भनिदिँदै कि हो त्यस्तो हो तेरो ह्याप्पी होली तेरो ह्याप्पी कचरा होली हेप्पी कचडा होली हैन क्लिन गरेर क्लिन होली हुन्छ स्वच्छ नेपाल हो क्या स्वच्छ नेपाल अभियानमा म लागि परेकै छु अब त्यही भन्दै अहिले बाटैभरि अहिले फोहोर फाल्दै हिँड्ने यही हो बाटोमा लगेर राख्ने हो अनि अहिले साँझ पछि जलाउने हो हो भन्थे ढलक्क ढलक्क ढलक ढलक आउँछ त त्यो वातावरणले खाल्दिन्छ नि ढलक ढलक गर्दै हिँड्ने खाँको मनिषले फोहोर चाहिँ यहाँ फाल्यो होइन घर अगाडि चाहिँ फालिदियो होइन त्यही बिचमा होइन हाम्रो सने भाइ आएको छ यहाँ ट्याक्क लाएर जर्सी लाएर होइन पुरै हिरो भएर चक्लेटी भाइ के छ भाइ ठिक छ के छ एकदम बढिया ल होलीको रङ नलाए पनि ह्याप्पी होली थ्याङ्क यू सेम टु यु है ओके ह्याप्पी होली हो हाम्रो भाइ के छ भाइ पुरै बिहान बिहान पुरै हिपहप भएर हिँड्छ के फेरि भाइ फेरि आँखा मिच्दै कचेरा मिच्दै ओइ भाइहरू के छ ठिक छ के छ भाइ बवाल तँलाई त पुरै टाउकै भरि होली लाग्छ है के हो हिजोको हो चाहिँ ओल्डिङ गर्ने चस्मा नि हो ओल्डिङ गर्ने हो यता यता है के महान्सी होइन दामी 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 भाइ चाहिँ कडा हो क्या फेरि आज चाहिँ खतरा जोस आएको छ होइन सो बिग कन्टिन्यू होइन बोर नलागिकन हेरिरहनु होइन हाम्रो ब्लग त यस्तो बवाल आउँछ नि होइन आगो हो क्या आगो होइन र कसले मैले हो गरिफिउ र भन् त मैले यसलाई भिडियो खिच्न लगाएको हो अनि यो कसको गोप्रो र मनिषको अनि ए यो हिरो फोर हो कहिले किन्यो जमानामा किनेको हो कि मनले मलाई गिफ्ट गरेको फेरि गिभअवे के गिभअवे फेरि बोल ए होइन जमानामा किनेको अनि 50 लाखमा किनेको उतादेखि हाम्रो भाइहरूको इन्ट्री हुँदैछ होइन पाट 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 पाट्दै हाम्रो गाउँ देख्न सक्नुहुन्छ कस्तो दामी दामी छ होइन एकदम राम्रो छ तर समाजको मान्छे राम्रो छैनन् भन्दिने के हामी त हिराम ए हाय बादर ल ए हामी यतै माथि मेरो भाइ हामी त लाइन बा मतलब पारी पारी जान्छु अझै भोटी चाहिँ हेरेको हेरै मुख ढाक्नु भयो होइन लाज लागेछ क्या हो लै त राखेँ कि मैले उता काले कुकुरले कस्तरी हेरेको छ को बौलाहरू हल्ला गर्दै आन् भन्दै तर होइन तर जत्थेर नि हामीलाई यस्तै गरेर हिँडिरहेको देख्नुहुन्छ होला होइन यस्तै गरेर हिँड्छौँ किन्ने पर्छ र अन्य होइन यस्तै गरेर हिँड्ने हो स्वादले अन्य त्यही हो अब हामी चाहिँ दिपकजीको घर नि आइसकेको छौँ म एकचोटि यो क्लिप भिडियोको यो चाहिँ लामो छ एकचोटि काटेर फेरि गर्छु A few moments later. हामी चाहिँ आइसक्यो यहाँ दिपकको घर होइन आन्टी चाहिँ हाँसी हाँसी आउनुभएको छ बिहान बिहान ट्याक्क लाएर जुन चाहिँ एकदम राम्रो कुरा हो होइन पप्पीले चाहिँ कस्तो मजाले हेरिरहेको छ होइन हाम्रो दिपक सरको पप्पी पुचुर हल्लाउँदै यसलाई पनि मजा आएछ हाम्रो देखेर मेरा बा हाम्रो सर बिहान बिहान टिकटक बनाउनु लानु भएको अरे ओहो नि मेरो फेभरेट चीज सरले पुरै बिहान बिहान ट्याक्क लाएर चिया बिस्कुट खाँदै मेरो चाहिँ फेभरेट चीज हो है फेभरेट चीज अरे यार ये हमारा फेवरेट चीज दोस्त है फेवरेट दोस्त है इसके बिना हमका कोने मन ही नहीं लगता हम लगते भी नहीं भन्ने यो आर्टिस्ट चाहिँ यो है यो सबको आर्टिस्ट चाहिँ होला बिचराला यो सबको आर्टिस्ट देखेर फेरि आर्टिस्ट चाहिँ यो है आर्टिस्ट यस यो अहिको रक स्टार गरेको थियो नि यही हो और गुड मर्निङ ह्याप्पी होली नै स्याड होली
स्याडोले मान्नु तिमीले जनै गाडै कति बेला पाडाको मासु खुवाइदिन्छ यसले थाहा छैन फेरि भिडियो त बनाउनु दाइ बाउले देख्छन् कि घर देख्छन् कि उसको भ्लग म कति उस गरिदिनु नि होइन उसै गरिदिनु होइन हजुर झेउला होला कति पार बोल बोल सेल्फी स्टिक किनेर टक्क बनाऊ के सेल्फी स्टिक अन्डाइ जाने मस्त चाहिँ मोहन होइन स्टिक किन्नै पर्ने झापड खान्छ सला रमसित गराम्रो त्यही हो गाइज अब साथीले के देखिसक्नु होला सनलाइट नै लाइटिङ चाहिँ यस्तो राम्रो परेको छ लाइट बाल्दिउँ कि यस्तै गरिदिउँ अब सरको बोली आयो कि भाइरल भिडियो सरको बोली आयो कि भाइरल भिडियो यत्रो बेर मन व्रत थियो यसको होइन मन व्रत थियो अहिले चाहिँ हजुर सर चाहिँ खुल्नु भएको छ घाँटी सरले पनि यस्तो टाइममा छुट्टी गर्नुभएछ होइन सरले घाँटी हाम्रो पनि आज काम उसको पनि काम सरले हिजो घाँटीमा ग्रिसिङ गरेर आउनु रहेछ खतरा बोल्नुहुन्छ जस्तो लाग्छ मलाई आज आन्टीले हेर्नु भएको अवस्था अन्टी छकित हुनुभएको छ टिकटक बनाउनु यार भन्दै गर्नु त टिकटक बनाउनु आउँदैन हो र होइन आन्टी कस्तो हुँदो रहेछ भन्दा साथी घर लाउँछ त्यो त हो हामीले त साथीको आन्टी साथीको मम्मीको माया लाउँछ के अरे कस्तो भन्दाखेरि साथी घरमा नहुँदा नि घरमा जानै मन नलाउने कि त्यस्तो हुँदो रहेछ के साँच्चै आन्टी त्यही पनि आउनु त आउँछु म होइन आउनु त आउँछु तर आउँछु म गाइस यो मान्छे नहुँदा नि म आउँछु त्यही पनि आन्टी नभएको बेला आउँछु फेरि जहिले फेरि ल हाल्नु न क्या कपिराइट लाग्छ फेरि चुप लाग्दिनँ 1 मिनटभन्दा बढीको म्युजिक भए पनि कपिराइट लाग्दिनँ होइन गाइस कपिराइट लगाएर पनि मलाई मतलबै छैन ठिक छ इफेक्ट नहाल्ने होइन म देख्दिनँ बिचको मान्छे थोरै ग्यापमा जाँदा गाइस यहाँ मिल्नै परेछ एडजस्ट गर्नु परेछ कहाँ आएर बस्नु यहाँ मेरो हेर त के आँखा अर्को तेस्रो आँखाले हेर्दै नि यस्तो गरिदिएका कुछ ज्यादा नहीं हुआ क्या यस्तरी तल राख्नु पर्छ बल्ल राम्रो देखिन्छ एउटा यतादेखि राख्नु हो कि ल्याउने हो र अरे ल अलिकति राम्रो आयो जस्तो छ त्यही सो गाइस वेलकम छ मेरो पारे सरलाई मेरो ब्लगमा पारे सर रामु सर यिनीसँग अहिलेसम्म भिडियो छैन आज आयो है हो र छैन बिचरा हाम्रो साथी होलीको दिन साला क्यारम खेलेको त थियो त्यही आज होलीको दिन हान्ने हाम्रो सने भाइले चस्मामा कस्तो देखेछ कमेन्ट बहुत महँगा हानको झट्टपट्ट कहाँ भेटिन्छन् र 1.5 करोडमा किनेर ल्याएको गाइज भर्खर पताउनु नि नपताउनु होला अनि गाइज यहाँनिर चाहिँ दिपकले क्युटेस्ट पप्पी लिएर राखेको छ एकदम राम्रो छ कुकुर चाहिँ अहिले चाहिँ सुतेको छ यिनीहरू हल्ला गरेर मेरो भलाको त अफ गरिदिन्छु ल यहाँनिर चाहिँ भइरहेको छ मिटअप साथीहरूको मिटअप भइरहेको अवस्था छ अब यहाँ चाहिँ मिटअपमा हेर्न सक्नुहुन्छ केटाहरू थुप्रै छन् तँलाई मुत्नै दिएन त हामीले यार डर लाग्छ बाटामा मुतुवा त हो होइन उनीको यिनीहरूले अब आफ्नो क्यारेक्टरमा फुङ्गाल्दैछन् पौडी खेल्न जाँदैछन् केटाहरू आफ्नो क्यारेक्टरमा सरलाई क्यारेक्टरमा घुस्न यति रहर लागिसक्यो कि अगाडि जानुभएको छ अच्छा उहाँ त सिस्टम मारेर जाँदै हुनुहुन्छ सिस्टम ल सिस्टम मारेर लगाएको बेला बन्द सो खै त सेकेन्ड कति ढिलो चल्यो सो आइसक्यो हामी चाहिँ यहाँ घाट गतिनिर मैले मोबाइल ल्याउनु बिर्सेछु यार घाट गतिनिर आइसकेको अवस्था छ देख्न सक्नुहुन्छ यहाँ टिपर कि टरक के हो जेसुकै होस् त्यो धुलाइ हुँदैछ त्यहाँनिर अब त्यही हो हामी चाहिँ अब आफ्नो कन्टेन्टतिर लाग्दिउँ सो हाम्रो चाहिँ यहाँ गाउँको गाडी रोयल मधुवन चितवन पो रहेछ
रोयल मधुबनकै भनौँ अब रोयल मधुबनकै दाइहरूले लिएर हिँड्ने गाडी के छ दाइ धुलाइ चलिरहेछ ओहो पारा वा क्या धोइरहेको छ तर राम्रो राख्न गयो हजुरले चाहिँ खलासी भने यो मनिषलाई लिएर जाने सर दाइ मनिषलाई कहिले जाँदै हुनुहुन्छ आज के बार हो भोलि पछि फेरि अझै काम छ थोरै पर्सिकै आइतबार आज शुक्रबार हो क्या पर्सि बर्थडे ए यार म बिजी भएको बेलामै दाइ आउनुहुन्छ जहिले नि पर्सि बर्थडे फेरि अझै एक दिन मिलाउँला फेरि एकचोटि जुराम होइन होली नै नै म अगाडिबाट पनि देखाउँछु दाइ घुमेर आउनुभयो भिडियो छ ह्याप्पी होली ल गाडी चाहिँ बबाल छ म भित्रबाट पनि देखाउन जाँदैछु ल हुन्छ म भित्रबाट देखाउन गइरहेको छु देख्न सक्नुहुन्छ यो खतरा छ भित्र चाहिँ होइन अगाडिपट्टि ल म ड्राइभर सिटमै बसिदिएँ कि ल हजुरहरूको लागि ल ड्राइभर सिटमै ल होइन मिरर सिसा पनि रहेछ यहाँ घुम्न त मजा आउने भयो त यार एक दिन जानुपर्ने हुन्छ यो गाडीमा ट्याक्क ड्राइभरमा माइलो मोटर चलाउँदै भन्दै यस्तो मजाले ट्याक्क पारामा यो क्यामेरा अडाएर ट्याक्क दिने अवस्था छ अब एक दिन त्यही हो अब माथि गएर हेर्नुपर्ने हुन्छ केटाहरू माथि पुगिसकेको अवस्था छ ल है A few moments later. हेर त दीपक हामला आन्छ अरे यो बुढोले हिजोको चल्ला आजको बच्चा साला कति तान्ने बेसको सो गाइज अहिले चाहिँ लोकेसन चेन्ज भइसकेको अवस्था छ केटाहरू चाहिँ यतापट्टि आएको अवस्था छ देख्न सक्नुहुन्छ अनि कुलेपामा चाहिँ टिकटक बनाउनु गएको अवस्था छ म चाहिँ क्यामेरा चाहिँ मेरो बा म यो भन्छ आज त्यही हाल्छ फेरि ए मुला तिमीले गएछ नै अनि यता फर्केर उता कसरी हुन्छ त नि यसरी फर्किनु त हो गरे त्यही त फर्किराखेर यतापट्टि बसेर अरे यार हेर त बाहुनले त खसिदिएर बाहुनले त आज बोका लिएर आएको छ त भन्ने हो क्या कानमा हेर कानमा एउटा बोकाले अर्को बोका सम्हाल्न नसकेको अवस्थामा भने अहिले बिर्सिन्छ त्यहाँ हेर उम्मेर भन्नु के रसी र खुट्टा समात्न के भन्नु याद छ कि नै मेरो जिन्दगी नबोल न खसी हो ल एक्सन मोडमा कुले अब ल म आउँछु हुँदैछ मेरो लास्टमा हुन्छ मनिष पोइन्टे अब अझै एउटा छ क्या के हो अब आज त बोका त हैन आज त कुनै आज बोका लुट्न दिँदैन मैले अब यसो गर्नु त अब त्यो तिनी धेरै भिरमा खान यहाँ डाँडामा जान्छ बिचारा किन भिरमा पार्नु हेर अनि छोरो भन्ना नि लाल लाल लेख्ने भनिहाल गाडी किनिन्छ के मात्र अब आज यो बोकालाई त जसरी नि के भन्दै रे आज यो बोकालाई त जसरी पनि फुत्किन दिन्न फुत्कियो आज यो बोकालाई त जसरी गलिसक्यो बोका एकछिन त्यसलाई रेस्ट गर्न देऊ
अहिले मुद दिन्छ चाकमा अहिले के रे यो फुललाई कति होला भन्न यो फुललाई कति होला 20 रुपैयाँ एउटाको 30 रुपैयाँ सुरु बाबा अस्ति खसी चाहिँ फुत्काइयो यो बोकोला चाहिँ यहाँ फुट्किन दिन्न जसरी भए पनि भन्नु परेन के अब आज जसरी भयो आज यो बोकोलाई जसरी भए पनि फुट्किन दिन्न ल अब कुवा आउँछ सुरुमा ल मनिषको पाली हो के गर्ने हो आज काँधमा बुङ्गुरले त हिँडेको हो कि के अरे के हिँडेको भन्ने हो बुङ्गुर भन्ने अस्तिको पालो तिमीले के भनेको खै के गुले ओइ तैँले फेरि बुङ्गुर देखि पाडो होइन ओइ कुले सुन्ने तैँले यो बुङ्गुर देखिस् तेरि भनेर भन्ने तैँले बुझिस् नि जाडा बेसी त धुबसी के सम्झाउनु खोलेर मैले के भन्ने हो तिमीले अहिले तिम्रो पाली आउँछ अहिले बोको एकछिन तल राख के हुन्छ ठिक छ यो बाहुन किन घाँटीमा भन्नु न भाइले फेरि मोरिया स्यालो भन्छन् होइन मोरिया स्यालले दिउँसै हेर्ने गर है भाडा रे यत्रो बोकेर आफू 25,000 तिरेर अब यो भाडा जस्तो देखिन्छ के भन भने होइन मैले त्यो सानो बुझ्छु अझै मलाई छैन लगेर न्युल्यान्ड मिलेन के यस्तो हो के कहाँ गेडा लाग्यो भन्छ दाइले होइन बोकिदिन आजको चिसो हुन्छ आउलास भन्छ कि दाइले छुट्यो के सो गाइज एकदम मजा आइरहेको अवस्था छ अब केटाहरू चाहिँ अब बिहान बिहान आइयो होइन सनलाइट राम्रो पर्छ भनेर आइयो अब भोक लागेर केटाहरू टुट भइसक्यो अनि क्यामेराको ब्याट्री पनि टुट हुन लागेछ त्यही हो भिडियो चाहिँ अब के कस्तो हुन्छ मोहन छेत्री 15 मा गएर हेर्नु नबिर्सिनु होला अनि राम्रो कमेन्ट र लाइक कमेन्ट सेयर सब्सक्राइब त भन्नै परेन हजुरहरूले गरिसक्नुहुन्छ होइन गरिहाल्नुहुन्छ त्यही नै हो आज चाहिँ क्लिप बन्दैछ ह्याप्पी होली हामी चाहिँ क्लिपको लास्टमा पुगिसकेको अवस्था छ हामी यहाँ छन् बााउन्सर है हाम्रो बााउन्सर सो गाइज हाम्रो चाहिँ बाहुनको खसी पार्ट 2 को क्लिप चाहिँ अहिले सकिसकेको अवस्था छ भिडियो के कस्तो लाग्यो मोहनको च्यानलमा गएर हेरेर नबिर्सिनु होला मोहन छेत्री 15 रहेको चाहिँ च्यानलको नाम चाहिँ अब त्यसमा गएर हेर्न नबिर्सिनु होला अनि मिठो कमेन्ट चाहिँ छोड्न नबिर्सिनु होला लाइक त भन्नै परेन लाइक त हजुरहरूले गरिहाल्नुहुन्छ यसै पनि होइन अनि भिडियोलाई चाहिँ सक्दोभर सेयर गर्नु होला सेयर गरी हामीलाई चाहिँ सपोर्ट गर्न नबिर्सिनु होला त्यही भन्दै हामी चाहिँ अगाडि बढ्दैछौँ आज चाहिँ ह्याप्पी होली अब गएर होली मनाउनु पर्ने हुन्छ होलीको क्लिपहरू देखाउँछु अनि यसो गएर खानासाना खानुपर्ने हुन्छ भोक लागेर पेट टुट भइसक्यो अब चाहिँ गएर खानासाना खाएर बोर्ड सोर्ड पनि खेल्न जानुपर्ने जस्तो अवस्था छ ल है त अहिले भेट्दै गरौँ ल यिनीहरूलाई देख्न सक्नुहुन्छ होली खेलेर कस्तो छ बाइकमा फस्यो ए यिनीहरूले पैसा उठाएको ल यिनीहरूले यहाँ रमाइलो गरिरहन् पानी छ सो गाइज यिनीहरूलाई चाहिँ होली लगाइसक्यो अनि मलाई पनि लास्टै ह्याप्पी होली ह्याप्पी होली चिच्चा होला
ल ल तर किन पुसिस् त ह्याप्पी होली ल ल खेल है खेल्दै गर बाटोमा कोही मान्छेलाई निस्किनु नदेऊ बाई 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 सो गाइज म चाहिँ अहिले मोहनको घरमा आइसकेको अवस्था छ देख्न सक्नुहुन्छ साथीले चाहिँ यताउति बसेर एडिटिङ गरिरहेको अवस्था छ एडिटिङ और ह्याप्पी होली दोस्त आज यो बोको होइन रागो होइन बोको होइन रागो भन्ने बेला आवाज सो अहिले हेर्दै गरौँ ल सो गाइज हामी चाहिँ अहिले मिलनको घरमा आएको अवस्था छ यहाँ हामी बसेर फ्री फायर हानेको अवस्था छ कालो आयो होला मलाई बाल छैन स्क्वाड बनाएर खेल्दैछौँ को कोलाई खेल्नु मन छ कमेन्ट डाउन बिलो नगरौँ ढिलो म गएँ अब चटपटी खाना किलो सो गाइज अब चाहिँ यहाँनिर यी बोर्ड खेल्ने तयारी हुँदैछ घाम चाहिँ बोर्ड खेल्ने तयारी हुँदैछ यी घाममा यहाँ केटाहरू पुरै टङ्गिन अब तारा भाइको फेरि अन्डा पड्काएर यहाँ फेरि औडा भन आई फिल्मको हिरो जस्तो भन्ने चाहिँ हातेर हात मजाक लागिरहेको अन्डा पड्काएर धन्न तलका सही सलामत छन् होली चाहिँ मलाई बेक्सरी लागेको छ हेर्नुहोस् पाडे सो गाइज खै त गाइज सो गाइज हामी चाहिँ यो बोर्ड खेलिरहेको अवस्था छ सिस्टम फाड़ देंगे अब मेरी बारी आ चुकी है इधर से ऐसे करके फाइन पड़ गया ओके 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 मिलन बोके औडा अल्छी लाग्यो यार पा कति भिडियो बनाउने यार छ्या सो गाइज अहिले चाहिँ आज चाहिँ होलीको नेक्स्ट डेको पनि साँझ कति बजे भन्दाखेरि 10:07 गइसकेको छ अब म चाहिँ भ्लग एडिट गर्न बल्ल लागेको छु होइन इनपुट भइसकेको छ अब चाहिँ भ्लग एडिट गर्नुपर्ने हुन्छ त्यसपछि चाहिँ भ्लग चाहिँ अब भोलितिर चाहिँ आउन सक्छ सायद हजुरहरूले हेर्दा चाहिँ भोलि हुन्छ त्यही नै हो आजको लागि चाहिँ यति नै भिडियो कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिई कमेन्टमा गएर भन्न नबिर्सिनु होला अनि अरू भिडियो त्यसमा चाहिँ म लिङ्कहरू राखिदिन्छु त्यो भिडियो पनि हेर्न नबिर्सिनु होला अनि फेरि डिस्क्रिप्सन चेक गर्नु नबिर्सिनु होला धेरै कुरा हुन्छ त्यसमा है